यता चाहिँ इन्डियापट्टि हो। यस्तो छ के भन्ने, रहर चाहिँ हिउँमा खेल्ने भन्छ। यहाँ आएपछि त सक्नु पर्यो नि। सास फेर्ने गाह्रो हुने रहेछ। कहाँ सक्यो? इन्डियापट्टि होटेल यस्तो छ। यता चाहिँ बाहिर चाहिँ पुरा ठन्डा, के गर्ने स्थिति छैन। कोही बाहिर निस्किँदैन, सब भित्र हुन्छ। कोही बाहिर हुन्छ खै खै भाइ भेटेन। हान्यो 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 सही हो। सन्दकपुरको माथि यसरी गाडीहरू चल्छ हो, बाइकको त नो चान्स। ल अहिले चाहिँ यो नाइट भ्यू हो होइन, यस्तो दामी देखेको छ नि। यता होटलहरू भइहाल्यो, यो सबै होटल हो होइन सन्दकपुर है गाइस। अनि यो छतैभरि हिउँ जमेको छ होइन, अनि यता पनि सबै हिउँ जमेको छ। चिसो त यस्तो चिसो छ कि हिउँबाट लाग्ने अब चिसो छ नि हो। अब बोली पनि लाग्नु छोड्यो चिसोले के, थर 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 खाँदै। यस्तो छ है, यस्तो छ। नाइट भ्यू यस्तो देख्छ होइन यताको चाहिँ। अनि के हो बत्तीहरू त्यही मात्रै देखिएको, यता लाइन छैन कि हो। नेपालतिर मात्रै बत्ती देखेको त, इन्डियाको पनि हुनुपर्ने हो। अब बोन फायर पनि स्टार्ट भयो। 3-4 वर्षको दामी हुन्छ नि त्यही त राम्रो त। अहिलेको त कलिलो मिठो छैन नि त फेरि। के दाउरा होइन नि हौ, कडा हुन्छ नि टिटो भएर जान्छ। कसरी हो त तुममा त थाहा छ नि त, म त किचनमा काम गर्ने मान्छे कि। हजुर, अन्त म यता होइन ठिक छ। अनि त्यो मोमो त राम्रो छ सबै चिज। हजुर दामी छ नि। क्या बोल्दो रहेछ ल, जाडो भएर जुत्ता सबै भिजेर हात त्यस्तै। मुनि हिउँ नै हिउँ छ, हाम्रो सबै यस्तो छ अवस्था बिजोग। अनि यहाँनिर आएको बालेको हल्का न्यानो भइरहेछ।